अहिले भने म यहाँ केही सामान ल्याएको घिरिम्ला छ, तिरै छ, त्यसपछि करेलाको बिउ पनि छ। यति सामान भने यदि मैले चाहिँ नेपालमा लिएको भए कम्तीमा पनि हजुरको चाहिँ लगभग 150-200 सम्म पर्थ्यो क्या। यतिसम्म महँगो छ कि। तर यहाँनिर भने 80 रुपियाँमा भयो यो चाहिँ सामान आयो है। किनकि म सधैँ किनिरहेको छु नि त बिउहरू त्यस अनि थाहा छ। यदि थाहा नभएको सायद भन्थेन होला। तर यहाँ अलि सस्तै छ क्या। त्यही भएर चाहिँ मान्छेहरू भने सस्तो भयो भनेर इन्डियाको बोर्डरतिर आउने गर्छन्। कहाँ कुछ किनली कि नहीं? मछली के रेट पूछे गई रहली, मुर्गा के रेट पूछे गई रहली, खसी के रेट पूछे गई रहली। नेपाल और इंडिया बराबर बा। त्यो के अरे मासुहरू चाहिँ नेपालमा र इन्डियामा लगभग उस्तै रहेछ अरे भनेर भनिदिनुहुन्छ है। कतिजनाले भनेको कुरो चाहिँ बुझ्नुभयो? अलि यसो कमेन्ट गर्नु होला। अहिले भने ठुटीबारीमा चाहिँ पहिला भन्दा बेसरी नै बजार लाख पुरै मान्छेको। हरियो सागसब्जी भने ठुटीबारीमा पनि महँगो रहेछ क्या इन्डियामा। यो भन्दा एकदम सस्तो भने हाम्रै नेपालमा छ।